समस्या त यहाँ के आयो भन्दाखेरि समस्या भनेको तपाईँले आफूलाई हेर्दै नहेर्नु नै समस्या हो। तपाईँले आफूलाई हेर्नै भएन। तपाईँले बाहिर बाहिर मात्रै हेर्नुभयो। तपाईँ पानी मुनि समुद्र मुनि के छ भनेर हेर्नुभयो। आकाशमा मङ्गल ग्रहमा के छ भनेर चाहिँ थाहा पाउने प्रयास गर्नुभयो, हेर्नतिर लाग्नुभयो। तपाईँ अमेरिका घुम्न हेर्न लाग्नुभयो, अमेरिका घुम्नुभयो, हेर्नुभयो, बेलायत घुम्नुभयो, हेर्नुभयो, आदि इत्यादि युरोपियन देशहरू पनि घुम्नुभयो, समुद्र पनि हेर्नुभयो, पहाड पनि हेर्नुभयो, हिमाल पनि हेर्नुभयो, होइन, अन्तरिक्ष पनि हेर्नुभयो। अनि मुख्य हेर्नुपर्ने कुरा चाहिँ हेर्नै भएन। त्यो के भन्दा आफूले आफूलाई कहिले पनि हेर्नै भएन। कसैले हेर्ने प्रयत्न गरे जस्तो देखिएको छ, होइन, कोहीले। तर त्यो चाहिँ कस्तो भयो भने कोहीले हेरे पनि सतहमा मात्रै हेर्ने हो। अलिक गहिराइसम्म जानै सकेनन्। जुन गहिराइबाट अझै झन् भित्रको गहिराइमा जान सकियोस्, होइन। त्यसकारण सतहमा मात्रै हेरेर सतही अनि त्यसैबाट तपाईँ फर्किनुभयो। त्यहाँभन्दा अझै भित्र घुस्नै भएन, जहाँसम्म चाहिँ तपाईँ घुस्नै पर्थ्यो, जरुरी थियो। अनि त्यसपछि आफै अनि स्वत घुसिँदै जाने भने त्यो आफ्नो ठाउँमा छ रहेछ, होइन। त्यसकारण हेर्नै पर्ने ठाउँमा हेर्नै भएन क्या। सतहमा हेर्नुभयो, सतहमा अलिकति जे छ त्यो लागिएको चाहिँ त्यो रङहरू मात्रै भनौँ न, होइन। सतहमा बाहिर अलिअलि टाटो बाटो हेर्नुभयो। यो त म त यस्तो पो रहेछु भन्नु ठान्नुभयो। अनि तपाईँ फर्किनुभयो। अनि फेरि त्यही बाहिरी संसार, त्यही बाहिरी विषयवस्तुमा चाहिँ नजर डुलाउन थाल्नुभयो, होइन। त्यता हेर्न थाल्नुभयो, त्यता तपाईँ आकर्षित हुनुभयो, त्यता तपाईँ मोह गर्न थाल्नुभयो। त्यतै चाहिँ तपाईँले चाहिँ जीवन यही हो भन्ठान्नुभयो, म यही हो भन्ठान्नुभयो, होइन। त्यसकारण तपाईँले हेर्न त प्रयास गर्नुभयो होला, तर एकदम बाहिर मात्रै हेर्नुभयो। त्यहाँबाट अलिकति भित्र मात्रै छिर्यो भने अनि त्यसपछि अनि छिर्ने अझै भित्र छिर्ने, अझै भित्र जाने चाहिँ ढोकाहरू आफै आफ खोल्दै जाने थियो, होइन। तर त्यो गर्नै भएन, होइन। किन भन्नाले तपाईँसँग फुर्सदै भएन। तपाईँ अब यो बाहिरको झ्वाकै हेर्नुभयो, सतहमा हेर्नुभयो, अनि यही रहेछ भन्ठान्नुभयो। त्यसपछि बाहिरको बाहिरै तपाईँलाई फुर्सदै भएन, बाहिरकै गर्दै। त्यसकारण तपाईँले चाहिँ अरू ढोकाहरू खोल्ने प्रयत्न गर्न सक्नु भएन, धैर्य गर्न सक्नु भएन, मेहनत गर्नु पनि सक्नु भएन। यावत विभिन्न चाहिँ कुराहरू चाहिँ नगरिएको भएर अनि ब्याग तपाईँ यतै आउनुभयो। त्यसकारण तपाईँले चाहिँ त्यो भित्रको चाहिँ अनेकौँ आयामहरू पाउनु भएन, होइन। त्यसकारण यो कुरा मैले सर्लङ्ग पनि देखेको छु। धेरैलाई यस्तै भएको छ, होइन। त्यसकारण फेरि पनि म भन्दैछु, यसलाई कन्टिन्यू गर्नुहोस्, होइन। सतहमा मात्र बसेर हेरेर फर्किने काम नगर्नुहोस्। सतहमा गएर हेरेर धैर्यताका साथ, इमान्दारिताका साथ, मेहनतका साथ तपाईँ त्यहाँ अडेर मात्र रहनुभयो भने तपाईँको अझै भित्र जाने बाटोहरू, ढोकाहरू खुल्दै जान्छन्, होइन। अनि त्यसपछि तपाईँले आफूलाई चिन्दै जान्छ क्या। त्यसकारण अहिले तपाईँले आफूलाई जे जति चिया छ त्यो सबै त्यो बाहिरको पत्र मात्रै हो, त्यो, होइन। पत्रले चाहिँ गरेको छ, होइन, छोपेको छ। त्यसकारण त्यो पत्र 2-4वटा पत्र निस्किन साथ तपाईँले चाहिँ अरू पत्रहरू पनि निकाल्दै जान्छ, होइन। अनि जसै पत्रहरू निकाल्दै जान्छ, त्यसै तपाईँ अझै गहिराइमा जाँदै गर्छ। त्यो हो ध्यानको विधि। अनि यसैबाट नै तपाईँको सबै चिज देखिने,
तपाईँले आफैले अनुभव गर्ने, आफैले देख्ने, आफैले चाहिँ अनुभूति गर्ने त्यस्तो हुन्छ। आफैले अनुभूति गर्छ, आफैले चाहिँ सब चिज आफैले अनुभूति गर्ने हो। अरूको पछि लाग्ने होइन, अरूको पछि लागेर कामै छैन होइन। आजसम्म यत्रो चाहिँ 5,000 वर्ष भइसक्यो, सब त्यही अरूको पछि लागेर कुनै अर्थ नै भएको छैन, कुनै कर्म नै भएको छैन। त्यसकारण आफैले गर्नुहोस्, आफैले अनुभूति, आफैले आफ्नो जीवन के रहेछ, आफू के रहेछ, कसो रहेछ त्यो तपाईँले ध्यानमै मात्र पाउँछ, अरू कुनै उपाय नै छैन तपाईँसँग। त्यसकारण अब त्यो कामै छैन तपाईँले चन्द्रमामा के छ, यो मङ्गलमा के छ, कसो छ, समुद्रमुनि के छ भनेर जानेर केही अर्थै छैन, जब कि तपाईँ आफूले आफूलाई नै जान्दैन क्या।